हेलो गुड मर्निङ। आज चाहिँ मैले नानीहरूको लागि झौलो रेडी गर्दैछु। मैले साग काटेँ अनि आलु लिएँ। त्यसपछि मैले अलि अगाडि नै मैले दाल र चामल कराएर भिजाइदिएकी थिएँ। त्यसपछि मैले आलुलाई चाहिँ मसिनो गरेर कोरेसोमा कोरेँ। अनि सबै रेडी गरिसकेपछि मैले थोरै घिउ राखेँ अनि हल्का बेसार पनि राखेँ। बेसार चाहिँ राखे पनि हुन्छ नराखे पनि हुन्छ। अनि त्यसपछि मैले आलु र सागलाई चाहिँ मिक्स गरेँ, एकै ठाउँ मिक्स गरेर अनि एकैछिन भुटेँ। अनि त्यसपछि भुटिसकेपछि अघि भिजाएर राखेको दाल र चामल चाहिँ मैले राखेँ। सबैलाई एकै ठाउँ एकैछिन मिक्स गरिसकेपछि एकैछिन भुटिसकेपछि मैले पानी एड गरेँ। पानी चाहिँ आवश्यकता अनुसार राख्नु होला। अनि त्यसमा मैले हल्का आउने गरी नुन पनि राखेँ। त्यसपछि त्यसलाई मैले सिटी लगाउनको लागि राखेँ। 3-4 सिटी लगाइसकेपछि झौलो रेडी भयो बच्चाहरूको लागि। ल अब चाहिँ यसमा थोरै दुध अथवा दाल पनि मिक्स गरेर खुवाउन सकिन्छ। थ्याङ्क्स फर वाचिङ।